हेलो गाइस, वेलकम टु माई ब्लग। अनि गाइस म चाहिँ बिहान छिटो उठ्छु नि त होइन। अनि उठेर म कुद्नु जान्छु। अनि त्यही कुद्नुको लागि म जुत्ताहरू लाउँदैछु होइन। अनि त्यहाँबाट मेरो साथी। अनि गाइस म यहाँ कुदिसकेँ होइन। अनि त्यहाँबाट चाहिँ अब कुदेर अलिअलि पुसअप्सहरू त गर्नै पर्यो। अनि त्यही गर्दैछु होइन। अनि त्यहाँबाट म घर आएँ। मेरो डगी हेर्न सक्नुहुन्छ। अनि त्यहाँबाट मेरो घरको कामहरू स्टार्ट हुन्छ। फर्स्ट अफ अल मेरो फुलमा पानी हाल्ने होइन। फुलमा पानी त हाल्नै पर्छ, दिनमा एकपल्ट हाल्नुपर्छ नि त होइन। अन्त म चाहिँ बिहान हाल्छु। अनि त्यहाँबाट यता घर बनिँदैछ नि त, अन्त त्यहाँनिर त्यो क्युरिङ गर्नुपर्छ होइन। अनि त्यहाँबाट हल्दी सुकाउनुपर्छ। अनि त्यहाँबाट म फ्रेस हुन थालेँ। अनि त्यहाँबाट म फ्रेस भइसकेँ होइन। अन्त त्यहाँबाट म घरको पूजा गर्नु थालेँ। अनि त्यहाँबाट चिया खाँदै भ्यू हेर्न थालेँ। अनि त्यहाँबाट एकछिन अब त्यो गभर्मेन्ट जबको लागि पढ्दै थिएँ नि त, अन्त पढ्नु थालेँ। अनि त्यहाँबाट नुहाइधुवाइ गरेर रेडी हुँदैछु म मन्दिर जानु लागि, किनकि आज मेरो बर्थडे। अनि म मन्दिर पनि पुगिहालेँ होइन। अनि त्यहाँबाट पूजा गर्न थालेँ। भित्र त अब देखाउनु भएन होइन, अन्त त्यही भएर बाहिर देखाइदिएको छु। अनि त्यहाँबाट म घर आइपुगेँ होइन। अनि त्यहाँबाट बाइक पुरा मैला भएको थियो नि त, अन्त त्यसलाई निकालेर चाहिँ बाहिर धुम भनेर निकाल्दै थिएँ होइन। अनि त्यहाँबाट म बाइक धुन थालेँ। घाम पनि मजाको लाग्यो होइन। अनि हाम्रो गाउँमा चाहिँ पानीको दुःख छ नि त, अनि त्यही भएर म बाल्टीमा कति बोकेर धुएँ होइन। अनि त्यहाँबाट एउटा स्ट्रेन्ज थिङ भइरहेको छ। मेरो चाहिँ पार्सल आइरहेको छ 3टा। त्यो पनि प्रिपेड थियो होइन, अब कसले मगाइदिएको त्यो थाहा भएन। अनि त्यहाँबाट म पर्खेँ। अन्त त्यहाँबाट चाहिँ मैले दिदीलाई भेटेँ। केकहरू किनिदिनु भयो होइन। अनि त्यहाँबाट घर आएँ। अनि त्यहाँबाट चाहिँ बर्थडेको केकहरू काट्न थालेँ होइन। अब काटेको त देखाउन सकिनँ।